हो भतिज लास्टै सिङ्गल भयो आजभोलि त अनि यो पाथिपारा मन्दिर भन्नेमा माग पुग्छ अरे तिमीलाई थाहा छ हो र काका हो नि अनि जाउँ एक एकवटा माग्नुपर्छ जाउँ न त एउटा माग्नु त्यहाँ यस्तो भिड भएछ मान्छेहरू जाँदैछ तर भनेको कुरा पुग्छ र पुग्छ अरे हो जाउँ एक एकवटा माग्नुपर्छ हामी अनि भतिज तिमीलाई काली मनपर्छ गोरी हो मलाई दुईटै मनपर्छ काका किन कस्तो चाहिँ मनपर्छ तिमीलाई दिलवाली ल दिलवाली नै माग्नु छ त्यहाँ माथि जस्तो भए पनि दिलवाली चाहिँ माग्नु तपाईँ सत्तासँगले अनि दुईजना चाहिँ काका भति चाहिँ बकाइसँगले बिहे भनाइदिनुपर्छ ल हुन्छ एकैचोटि एउटै बिहेमा होइन खर्च पनि मेन्टेन हुन्छ के ठिकै हो ठिक हो के होइन ठिक हो साँच्ची हो यार त्यस्तो है काका भएको पुग्छ भने त कुदै जाउँ न जाउँ त ऊ हेर त भति सोचेको मात्र थियौँ अगाडि त राम्री राम्री छन् त हो काका संस्कारी पनि रहेछ उच्च उठाउँदैछ त्यही त देख्यौ नि भतिज अघि मैले भनेको थिएँ नि माग्नको लागि त लाइन बसिरहेको छन् त्यही त नि ल यो मन्दिर माया बुढा पुरा हुन्छ भगवान् मलाई त नभए पनि हुन्छ तर भतिजीले मागेको कुरा सबै पुरा गरिदिनु है भगवान् हे भगवान् काकाको जोडी नमिलाइदिनु है फेरि म त एक्लै डुकु भएर हिँड्नुपर्छ त एकदम हाम्रो भूगोलले पनि साथ दिएको छ एकदम राम्रो छ हेर्दा पनि धेरै राम्रो फराकिलो देखिन्छ यहाँदेखि तर मेन बजार अलिकति लुकेको छ तर पनि राम्रो छ है ओहो रजन दाइ पो हुनुहुँदो रहेछ त अरे ओहो भाइहरू कता हो नि खै मागेको कुरा पुरा हुन्छ भने दाजु अनि पुरा हुन्छ त दाइ यहाँ मागेको कुराहरू एकदम पुरा हुन्छ यहाँ पाथिबार माता हो कि एकदम अनि के माग्यो हो भाइहरू हामी पनि सुनौँ न होइन ल भनौँ न भाइहरू खै मागेको कुरा पुरा हुन्छ भने दाजु त्यही भएर एकवटा माग्न आएको हो दाजु के कसो हो भति त्यसमा देखाउनुपर्छ है दाइहरूले ल ठिक छ पार्टी खानु चाहिँ हामीलाई पनि बोलाउने है भाइहरू ल ओके थ्याङ्क यू ल आउनु होला दाइहरू ल ल जाउँ भति जाऊ ल ल